हेलो एभ्रिवान, वेलकम छ मेरो अर्को पनि नयाँ एउटा भिडियोमा। र आज चाहिँ हाम्रो माता खस्नु भएको 13 दिन भयो र हिजो म यही 13 दिनको कामको लागि आएकी थिएँ। उहाँ चाहिँ हाम्रो माता र यता चाहिँ दादाहरू पूजा गर्दै हुनुहुन्छ। भिडियोमा चाहिँ कतिपय नियमहरू देखाउन जाँदैछु। यो चाहिँ हो गौँ र यता चाहिँ सिधादान भनेर सबै रेडी गर्दै हुनुहुन्छ। र यता चाहिँ दाजुभाइ भएर पिण्ड बनाउँदै हुनुहुन्थ्यो। हाम्रो गाउँमा अलिकति पानी पर्नु हुँदैन, लाइट गइहाल्छ र जेनेरेटर फेरि युज गर्नु परेको छ। अनि यता चाहिँ हाम्रो गाउँको दादाहरू सबैजना खाना बनाइराख्नु भएको छ। अनि खाना पनि साह्रै नै टेस्टी भएको थियो। र यता म पनि खाना बनाउन त होइन, आलु खुरिदिनलाई हेल्प गरिदिँदै थिएँ। अनि यहाँ चाहिँ सब्जी पाकिरहेको छ। अनि यता चाहिँ पिण्ड बनिसकेको छ र सबैजना पिण्डलाई पूजा गरिराख्नु भएको छ। र काममा बस्ने सबैजनाले र घर परिवारले पिण्डलाई पूजा गरेर श्रद्धान गर्छ। र यता गुरुजीहरूलाई छाताबाट लिएर दानमा सबै थोक नै दिनुपर्ने हुन्छ। र गुरुजीको साथसाथै गुरुमालाई पनि सबै थोक दिनुपर्ने हुन्छ। र यहाँ गुरुलाई टीका लगाइदिएर गौदान गर्ने पनि नियम छ। गौलाई गौ होइन माता भनेर जानिन्छ हाम्रो नियममा त है। यता चाहिँ सबै नै रेडी भइसकेको छ। अनि खिर पनि बनिसकेको र यता चाहिँ खाटहरू पूजा गर्दै हुनु। अनि म पनि यहाँ खाना भनेर लागेँ। खानामा चाहिँ यता खिर पनि थियो। खाना खाए पछाडि तामुल त नखाइ हुँदैन। नि यता चाहिँ गुरुजीलाई सामानहरू लगिदिन भनेर रेडी गर्दै हुनुहुन्छ। आजलाई यति